Hello everyone, welcome back to my YouTube channel. This is me Hema Tamang. नमस्कार सम्पूर्ण मेरो YouTube च्यानल हेरिरहनु भएको सबैजनालाई देश विदेश जहाँबाट पनि हेर्दै हुनुहुन्छ अनि तपाईहरुको नोटिफिकेसनमा टिङ्ग घन्टी बज्यो होला नयाँ भिडियो आयो भनेर पक्कै पनि नयाँ भिडियो आएको छ अनि मेरो शुभचिन्तकहरु सबैजना फ्रेन्ड सर्कल्स जसले मलाई एकदमै माया गरिरहनु भएको छ उहाँहरूले चाहिँ मलाई यो नयाँ केही प्रोग्राम आउनु पर्यो केही गर्नु पर्यो युट्युबमा अलिक एक्टिभ हुनु पर्यो भन्नुभएको कारणले गर्दा चाहिँ मैले त्यही सोचिरहेको थिएँ के गर्ने होला त नयाँ बच्चालाई ब्रिङ नयाँ टेस्ट नयाँ फ्लेभर के ल्याऊँ भनेर सोचिरहेको थिएँ त्यही सोच्ने क्रममा चाहिँ मैले एउटा नाम जुराएँ एन्ड द्याट इज हिमाज गफ स्टेसन विथ टाइटल तपाईँहरूले सोचिरहनु भएको छ सरी तपाईँहरूले देखिरहनु भएको छ हिमाज गफ स्टेसनको आज हामी एउटा एपिसोड खिच्दैछौँ सुरुवात गर्दैछौँ अनि बाई नेम तपाईँहरूले थाहा पाइसक्नुभयो हिमाज गफ स्टेसनमा चाहिँ हामी गफ गर्नेछौँ बेसिकली मलाई आउने पनि त्यही हो गफ गर्ने तर गफ चाहिँ एभ्री एपिसोडमा आई विल ट्राई टु ब्रिङ नयाँ कुराकानी नयाँ गफगाफ नयाँ व्यक्तित्व अब सधैँभरि नयाँ ल्याउन पनि सकुला नसकुला अनि त्यो टाइममा चाहिँ मेबी म मेरो रिपिटेड साथीहरू एउटै डिफ्रेन्ट टपिकमा गफ गर्ने नै छौँ तर आज भने हामीसँग नयाँ व्यक्तित्व हुनुहुन्छ नयाँ फ्रेन्ड नयाँ पर्सनालिटी फ्रम डिफ्रेन्ट ब्याकग्राउन्ड अनि आई थिङ्क यो मेरो सेटअपबाट नै हल्का गेस हानिसक्नुभयो टाइटलबाट पनि सो आज हामीसँग हुनुहुन्छ मिस एलिजा तामाङ लेट्स वेलकम हर एभ्रिवान नमस्ते अनि मेरो नाम चाहिँ अलिजा तामाङ हो म यहाँ माल्टामा बस्छु अनि अहिले चाहिँ म एज अ नेल आर्टिस्ट काम गर्छु एन्ड थ्याङ्क यू फर हेमा फर इन्भाइटिङ मी प्लेजर इज अलवेज माइन मलाई टाइम निकालेर इन्भाइट गर्नुभएकोमा धेरै धेरै धन्यवाद सो सी इज अ बिट साई बट देन सी स्टिल ट्राइड अनि मलाई पनि यो नेल आर्टिस्ट नेल आर्ट माल्टामा माल्टाको परिप्रेक्ष्यमा कस्तो छ के छ भनेर चाहिँ हामी उहाँसँग अब कन्भर्सेसनमा अझ एक्सप्लोर गर्नेछौँ किप वाचिङ टिल द एन्ड सो हामी चाहिँ अब सुरु गर्दैछौँ नेल आर्ट अनि नेल आर्टको थिम पनि मलाई त म नेल आर्टको बारेमा मलाई चाहिँ केही पनि नलेज छैन आई होप यो भिडियोबाट सबैजनाले चाहिँ नेल आर्ट रिलेटेड सबै क्वेसन्सहरू चाहिँ म एलिजालाई सोध्नेछु अनि त्यहाँबाट वी विल एक्सप्लोर मोर अबाउट इट अनि मलाई चाहिँ कस्तो खालको कुन डिजाइन बनाउने पनि मैले केही पनि सोचेको थिएन सो सी हेज डिसाइडेड मी सम कलरफुल होइन त या आजको थिम चाहिँ समर आउन आँटेको छ माल्टामा सो सी हेज चुजन सम कलरफुल थिम्स त्यसो लास्टमा म बनेपछि देखाउने नै छु सो काम गर्दै हामी गफ गर्दैछौँ बाई नेम गफ स्टेसन भएको भएर म हल्का बढी बोलाएको छु बट आई विल ट्राई मोर टु एक्सप्लोर फ्रम हर सी इज अ बिट साई त्यही भएर मलाई धेरै बोलेको मलाई माफ गर्नु होला बट देन आई ट्राई टु एक्सप्लोर फ्रम हर साइड सो माल्टा चाहिँ कहिले आएको हो तिमी म चाहिँ 2018मा आएको 2018बाट हजुर अनि यो नेल आर्टको जर्नी पनि त्यहीबाट सुरु भएको हो कि नै यो त भर्खरै यस्तै भयो 6-7 मन्थ भयो ए रिसेन्टली नै रहेछ है हजुर ए ओके अनि यो पहिल्यैदेखि रुचि थियो यसमा इन्ट्रेस्ट इन्ट्रेस्ट चाहिँ पहिल्यैदेखि नै थियो नेपालबाटै थियो तर त्यो टाइममा त अब हाम्रो नेपालमा यस्तो जस्ट सिम्पल नेल पोलिस आर्टहरू मात्रै गरिन्थ्यो नि त लाइक एक्सटेन्सनहरू जेलहरू यिनीहरू आएको थिएन नि त त्यो टाइममा अनि यहाँ आइसके पछाडि चाहिँ यो कुराहरू देखे पछाडि चाहिँ अब पार्लर लाइनमा जस्तै अब यो ब्युटी पार्लरतिर गर्थ्यो नि त पहिला हामी सबै कुराहरू हाम्रो त सबै अलराउन्डर हुन्थ्यो नि त जस्ट ट्रेडिङहरूदेखि लिएर अरू अरू कुरामा पनि इन्ट्रेस्ट लाग्थ्यो कि यस्तै ब्युटीको बारेमा अनि नेल नै गर्छु भनेर चाहिँ नेल नै गर्छु भनेर चाहिँ कसरी आयो भने मलाई चाहिँ नेल गर्न एकदम मन पर्थ्यो अनि म चाहिँ अनि नेल गर्नको लागि कति ठाउँमा गइरहेको थिएँ कि यहाँ माल्टामै अरूहरूको ठाउँतिर सलुनतिर जान्थ्यो कहिले चाहिँ यस्तै म पार्ट टाइम गर्ने यस्तो घरमै बसेर पार्ट टाइमहरू गर्छु नि त मान्छेहरू त्यस्तोतिर ट्राई गरिरहेको हुन्थ्यो अनि त्यो गरेको देखेर चाहिँ अब कति चाहिँ अब
फर्स्ट चाहिँ मैले सिक्नुको कारण चाहिँ आफ्नो लागि सिकेको थिएँ कि लाइक म यही काम गर्छु किन जहिले अर्कामा गएर गर्नु होइन ल किन पैसा वेस्ट गर्नु बरु आफै सिक्ने आफै गर्ने भन्ने खालको भयो होइन प्रश्न त्यो भएर चाहिँ मैले सिकेको खासमा चाहिँ मैले लाइक यही लाइनमै म जान्छु काम गर्छु भनेर चाहिँ सिकेको थिएन आफै लागि सिक्छु किनभने यो कुरामा इन्ट्रेस्ट लाग्छ नि त अनि कति चाहिँ अरूकोमा गएर पैसा वेस्ट गर्नु जस्तो लाग्यो कि बरु आफै सिक्यो भने त पैसा बच्यो नि त त्यही भएर त्यसरी जर्नी स्टार्ट भएको हो मेरो चाहिँ अनि यो जुन सिक्ने क्रम चाहिँ मतलब अब इन्ट्रेस्ट त केटी मान्छेहरूलाई राम्रै हुन राम्रो देखिन होइन राम्रो गर्न सबैलाई लाग्ने नै भयो त्यसमा चाहिँ अब तिमीलाई अर्को सरी गाइस तिमी भनेर चाहिँ हामी साथी भएको भएर हो है त्यही माइन्ड नगर्नु होला गेस्टलाई बोलाएर डिसरेस्पेक्टवाला ल त्यो कुरा छँदैछ अनि जसरी आफ्नै लागि होइन आफ्नो लागि अर्काकोमा गर्नुभन्दा बरु पे गर्दा गर्दा दिक्क भएर भनौँ न आफै सिक्ने बरु आफ्नो लागि आफ्नो नेल्सहरू आफै बनाउने भन्ने भयो तर अब सिक्न चाहिँ कहाँ जाने भन्ने खालको कुरा चाहिँ कहाँ गएर कसरी सिक्यौ सिक्न चाहिँ खास मैले सुरुमा चाहिँ ट्रेनिङ सेन्टरमै गएर सिक्छु भनेर रिसर्च पनि गऱ्यो अनि कति ठाउँमा भेटायो अनि कुरा पनि गरेँ मैले सिक्नको लागि तर टाइम टेबलै मिलेन कि अब हामी यहाँ काम गर्छौँ नि त हाम्रो रोस्टरहरू अब हामीले भने जस्तो हुँदैन अनि यो भित्र हाल ल 60 सेकेन्ड अनि त्यस पछाडि टाइमहरू नमिलेको कारणले गर्दाखेरि चाहिँ मैले त्यो जोसँग म नेल गर्थ्यो उसैसँग कुरा गरेँ कि मेरो आफ्नो कुरा राख्यो उसको कामहरू मलाई क्या राम्रो लाग्थ्यो कि ए जसकोमा तिमीले नेल बनाउन गइरहेको थियौ त्यही मान्छेसँग चाहिँ तिमीलाई सिक्ने मन भयो मैले चाहिँ खास ट्रेनिङ सेन्टरमा सिकेको होइन मैले चाहिँ यस्तै काम गर्ने घरमै काम गर्ने ऊ चाहिँ सलुनमै काम गर्थ्यो तर यस्तै पार्ट टाइम चाहिँ आफ्नै रुममा गर्थ्यो कि आफ्नै अपार्टमेन्टमा बसेर काम गर्थ्यो अनि उसले चाहिँ उसँग चाहिँ मैले आफ्नो कुरा राखेँ कि उसको काम राम्रो लागेर मैले सलुनमा जाँदा पनि त्यति राम्रो उसले गरेको काम जसरी उसले जुन वेले उसले काम गरे नि त्यो त्यस्तो काम चाहिँ सलुनमा पनि मैले देखिनँ कि लाइक त्यस्तो राम्रो तरिकाले त्यो फिनिसिङ त्यो गर्ने वेहरू यस्तो मन पऱ्यो मलाई होइन लाइक मलाई नि लाइक हुन्छ नि यस्तै हुन पाए हुन्थ्यो जस्तो फिल भयो कि त्यो केटीलाई देखेर चाहिँ खास त्यो केटीलाई एकदम इन्स्पायर भयो इन्स्पायर भयो क्या त्यो केटीलाई देखेर चाहिँ अनि लाइक म पनि यस्तै हुन्छु जस्तो फिल भयो कि नेपाली नै हुनुहुन्थ्यो कि नै ऊ चाहिँ म्याक्सिडोनियाको थियो ए मेसिडोनियन होइन सायद सरी अल्बानियाको थियो होला अल्बानिया ओके सरी अल्बानियाको थियो होइन अनि त्यस पछाडि उसलाई मैले चाहिँ रिक्वेस्ट गरेँ क्या सिकाउनको लागि चाहिँ मैले रिक्वेस्ट गरेँ अनि उसले पनि ओके भने के अनि मैले चाहिँ अब मेरो टाइम अनुसारले सिकाउनु पर्ने हुन्छ यदि एग्री छ भने होइन स्टार्ट गरौँ भने अनि ओके भने उसले अनि मैले मेरो आफ्नो टाइम अनुसार उसले मलाई सिकायो सो इन्स्टिट्युटमा गएर सिक्न नमिल्नुको कारण चाहिँ एउटा रिजन चाहिँ आफ्नो हामी यहाँ सबै माल्टामा भएको नेपालीहरू चाहिँ बेसिकली हामी वर्क भिजामा छौँ अनि कतिजना मान्छेहरू चाहिँ अहिले स्टुडेन्ट भिजामा अनि अरू अरू भिजामा नै हुनुहुन्छ तर त्यो टाइममा अथवा अहिले पनि मोर ओभर धेरै मान्छेहरू चाहिँ वर्क भिजामा हुनुहुन्छ अनि वर्क भिजामा भएपछि आफ्नो काम र यसरी काहीँ सिक्नु छ भने रोस्टर नमिल्ने कारणले गर्दाखेरि इन्स्टिट्युटमा चाहिँ जानु मिलेन होइन अनि अर्को रिजन उसले अर्को रिजन पर्सन चुज गर्नुको रिजन त उसले अघि नै भनिहाल्यो त्यो चाहिँ त्यो स्टुडियोमा नि त्यति साह्रो फिनिसिङ होइन वर्क फिनिसिङ अनि स्टाइलिङ अब उसलाई त्यति ऊबाट चाहिँ धेरै इन्स्पायर भयो ऊबाट चाहिँ मलाई इन्स्पायर भयो किनभने उसको काम चाहिँ मन पर्यो मलाई उसले गरेको जुन वेले उसले काम गर्थ्यो अनि उसको क्लाइन्टहरूलाई हुन्छ नि सेटिस्फाई गर्थ्यो नि त्यो कुरा चाहिँ मलाई एकदम मन पर्यो क्या अनि त्यही भएर ओके सरी ओ यो आर्ट गर्दा चाहिँ कस्तो हुँदो रहेछ एकछिन रुक होला आर्ट गर्दा चाहिँ हल्ले भने बिग्रिन्छ क्या फेरि आर्टमा चाहिँ एकदमै ध्यान पुऱ्याएर काम गर्नुपर्छ अघिबाट अरू आदि मात्रै नसोक है भित्र सोक है पुरै यो त अर्को भित्रमा हालिरहेको छ अब बिच कमला रेडी भयो यो फोटो खिचेको ल सुरु गरौँ बोलौँ अनि छ
के भन्न आँट्दै थियो मैले इन्टरप्ट गरेँ जस्तो लाग्यो। खोइ के भन्दै थियो बिर्सेँ त यार। सो फिज चाहिँ कति लियो, कति पे गर्नु पर्यो, यस्तो केही भन्न मिल्छ? फी हजुर। चाहिँ उसले मलाई अब म ट्रेनिङ सेन्टरमै गएको भए पनि उति नै लिन्थ्यो, उसले त्यही अनुसारले लियो मलाई होइन। मैले चाहिँ सोचेकै थिएन उसले त्यसरी लिन्छ भनेर चाहिँ। मैले चाहिँ अब घरमा सिकाउने हो, जस्ट नर्मल प्राइस लिन्छ होला भनेर सोचेको थिएँ। तर उसले अलि महँगै लियो, एक्सपेन्सिभ नै लियो। अनि त्यो चाहिँ मैले त्यो फी जति मैले उसलाई त्यो जति एमाउन्ट मैले दिएँ नि, मैले चाहिँ सोचेको थिएँ कि उसले चाहिँ मलाई सबै सिकाउँछ होला, लाइक एभ्रिथिङ के। उसले मलाई भने पनि थियो मैले सबै सिकाउँछ मलाई भन्दाखेरि उसले या एभ्रिथिङ भनेर भने क्या, सबै इन्क्लुडेड हुन्छ भनेर भन्यो। मैले सोचेँ अब इन्क्लुडेड भनेपछि त आर्टहरूदेखि लिएर पुरा मास्टर नै गरिदिन्छ होला जस्तो लागेको थियो कि, बेसिक मात्रै नलेज दिन्छ भनेर चाहिँ मैले सोचेको थिएन। तर उसले चाहिँ बेसिक नलेज मात्रै दियो क्या मलाई, जस्ट बेसिक नलेज मात्रै दियो। त्यो पनि 1 विकमै मेरो 1 विकमै कोर्स सकाइदियो कि। जस्ट मलाई जस्ट सबै जे कुरा पनि एकचोटि मात्रै एप्लाई गर्न सिकायो। अनि बाँकी चाहिँ म आफैले हो, सबै आफैले नै प्र्याक्टिस गरेर यतिकोसम्म भएको हो। मेन कुरा चाहिँ सेन्टरमै गएर सिके पनि आफूमै डिपेन्ड हो क्या। यदि सेन्टरमै गएर जान्ने ठाउँमा एकदम राम्रो ठाउँमा गएर सिके पनि आफूले चाहिँ मेहनत दिएन, मेहनत गरेन भने चाहिँ नेभर लर्न क्या। लाइक टिचर चाहिँ जतिसुकै राम्रो भए पनि जतिसुकै राम्रो भए पनि स्टुडेन्ट आफैले त पर्फर्म गर्नु पर्यो होइन, सिकाएको कुराहरू चाहिँ इम्प्लाइ गर्नु पर्यो, प्र्याक्टिस गर्नु पर्यो। अब जति धेरै प्र्याक्टिस गरिन्छ त्यति नै राम्रो राम्रो भएर आउने रिजल्ट हो नि त। अनि लाइक कोही मान्छेले चाहिँ तिमीलाई सोध्यो भने लाइक लिजा म नि यसमा इन्ट्रेस्ट छ अनि म कहाँ गएर सिकौँ भन्ने क्वेसन गर्यो भने चाहिँ वाट वुड यु रिकमेन्ड, स्टुडियो अर लाइक पर्सन? त्यो त म अब के रिकमेन्ड गर्छु भने अब त्यो त आफूमा डिपेन्ड हुन्छ होइन, कसले कहाँ गएर सिक्ने भनेर चाहिँ। म चाहिँ रिकमेन्ड चाहिँ के गर्छु भने यदि आफूले थोरै पैसामा सिक्न चाहन्छ भने लाइक यस्तै हामी जस्तै मान्छेसँग सिक्दा नै बेटर होला। यदि राम्रो अब यहाँ पनि राम्रै हुन्छ, जहाँ गए पनि सिक्ने भनेको चाहिँ आफूमै डिपेन्ड हो कि, आफूले कतिको इच्छा के हुन्न निकाल्दै हुन्छ, आफूले आफूमै डिपेन्ड हुन्छ क्या। आफूले नै लिने हो कि, सिकाउनेले सिकाउँछ अनि त्यो सिकिएर आइसके पछाडि चाहिँ आफूले होइन कसरी त्यो सिकेको कुराहरूलाई अगाडि लैजाने भन्नेमा चाहिँ आफूमा डिपेन्ड हुन्छ क्या। अब सो यो भिडियो हेरेर कोही इन्ट्रेस्टेड हुनुहुन्छ, म एलिजासँग सिक्न चाहन्छु भन्छु भने चाहिँ यु आर रेडी टु टिच देम होइन? ओके। अनि यो सिक्ने क्रममा त अब धेरै एउटा त सिक्ने मान्छेलाई फी तिर्नु पर्यो, त्यसबाहेक यो कलरहरू यस्तोहरू पनि आफै किन्नु पर्यो होइन? सबै आफै किन्नुपर्छ नि। ओके। सो केही कुरा पाउनु छ भने त केही कुरा गुमाउनु पनि पर्यो नि त होइन, केही इन्भेस्ट त गर्नु पर्यो आफ्नो स्किलको लागि। सो त्यो बेला कति जति खर्च भयो होला त, लाइक इफ यु रिमेम्बर? यो चाहिँ हुन त यति पुरानो कुरा रहेछ। अनि प्लस अहिले हामी उसको स्टुडियोमा छौँ अनि एज यु क्यान सी वी हेभ आवर ओन हर ओन लाइक इक्विपमेन्ट्स। यो कति के सामान छ हल्का एकचोटि भनिदिन मिल्छ? लाइक यो के हो भनेर? सामान त टन्नै चाहिन्छ, लाइक यो ल्याम्प भन्छ, यसलाई नेल डस्टर भन्छ, ड्रिल भन्छ, ल्याम्प, टन्नै सामान चाहिन्छ कि। यो नेलको लागि चाहिँ लाइक हुन्छ नि जस्तै ल्यासेसहरूको लागि चाहिँ धेरै सामान चाहिँदैन कि, नेलमा चाहिँ एउटा सामान नभइकन हुँदैन कि। सब एक एक कुरा इम्पोर्टेन्ट छ क्या, धेरै कुराहरू छ कि यहाँनिर, फाइलिङदेखि लिएर नेल आर्ट, नेल जेल, यो यतिले पनि पुग्दैन कि। किनभने क्लाइन्टहरू यति डिमान्डेड हुन्छ नि, हरेकको डिफ्रेन्ट डिमान्ड हुन्छ क्या, चोइसेस हुन्छ होइन। अनि त्यसको लागि चाहिँ हामीले पुऱ्याउनको लागि चाहिँ नयाँ नयाँ कुराहरू हुन्छ नि प्रोडक्टहरूमा, सरी अलिकति यता ल्याउनु, नयाँ नयाँ कुराहरूमा प्रोडक्टहरूमा स्पेन्ड गरिराख्नुपर्छ क्या। अनि अझै पनि किनिराख्नुपर्छ क्या सामानहरू, किनभने हामीले त क्लाइन्टहरूलाई सेटिस्फाई गर्नु पर्यो नि त होइन उनीहरूलाई। त्यही हो, सामान त टन्नै चाहिन्छ अनि इन्भेस्टमेन्ट पनि धेरै नै हुन्छ सुरुमा चाहिँ। सो लाइक
इन्कम लाइक हुन्छ नि लाइक हाउ मच हेभ यु चार्ज लाइक टु द हाइएस्ट भन्नुपर्दाखेरि पर क्लाइन्ट पर क्लाइन्ट मैले चाहिँ धेरै म्याक्स? चार्ज गर्दिनँ लाइक हुन्छ नि अब अन्त कति गर्छ थाहा छैन तर म पनि एउटा लर्निङ पिरियडमा हो म पनि अझै लर्न गर्न चाहन्छु त्यही भएर चाहिँ म चाहिँ कस्तो खालको वर्क म चाहिँ यस्तो तरिकाले लिन्छु कि लाइक म पैसा मात्र कमाउनेतिर सोच्दिनँ के यो चाहिँ अब जसलाई चाहिँ गर्न मन लाग्छ नेल आर्टहरू नेल एक्सटेन्सनहरू कतिले गर्न मन लाग्छ तर पैसा हुँदैन नि त पैसा वेस्ट गर्न मन लाग्दैन नि त किनभने सलुनतिर गयो भने त धेरै चार्ज गर्छ नि त अराउन्ड 50 देखि नै माथि जान्छ के नर्मल सलुनमा गयो भने हामीले 50 युरो चाहिँ मिनिमम भयो हैन नर्मल जेलहरूको त सस्तै हुन्छ यस्तै 20 25 30 35 त्यो हरेक कुराको आर्ट अनुसार हुन्छ कि कस्तो गर्ने भन्नेमा डिपेन्ड हुन्छ क्या पैसा चार्ज गर्ने पनि तर म चाहिँ सबै एउटै चार्ज गर्छु कि जस्तै एक्सटेन्सन मात्र गऱ्यो भने चाहिँ 25 युरो गर्छु जस्ट जेल नेल पलिस मात्र भने चाहिँ 20 युरो गर्छु कि धेरै गर्दैन त्यो चाहिँ मैले चाहिँ यो सोचेर गरेँ हो कि उनीहरूलाई पनि हेल्प होस् अनि मलाई पनि अलिकति हेल्प होस् भनेर क्या किनभने यो काम मैले कन्टिन्यू फ्युचरमा त मलाई अभियसली गर्नु छ तर अहिले चाहिँ एज अ पार्ट टाइम गर्छु होइन ओके सो तर फेरि कति धेरै पैसा लिएको भनेर ऊ हुन्छ भने फेरि इन्भेस्टमेन्ट पनि त्योभन्दा धेरै नै छ नि त होइन जस्तो अब यो युभी रे यस्तोहरू कहाँबाट किनेको अथवा के भन्न मिल्छ लाइक दिस थिङ्स यिनीहरू चाहिँ सबै अनलाइनबाट लिएको मैले ए लाइक कुन चाहिँ अली एक्सप्रेस भन्ने एउटा एप छ यस हो मैले त्यही अनलाइनबाट लिएको हो यदि अब नयाँ सिक्दै हुनुहुन्छ बिगिनर हुनुहुन्छ भने चाहिँ तपाईँहरूले मलाई त थाहा थिएन यदि मलाई पहिला थाहा भएको म पनि त्यही गर्थेँ होइन यो कुराहरू हामीले सेकेन्ड ह्यान्डमा पनि पाउँछ जो मान्छेहरूले चाहिँ सलुन बेचेर होइन उनीहरूले सामानहरू बेच्नु राखेको हुन्छ नि त सलुन बेचेको कारणले गर्दाखेरि चाहिँ हो त्यस्तो फेसबुक पेजमा हेरिराख्नुपर्छ त्यस्तो कुराहरू पाउँछ होइन आफूले रिसर्च गर्नुपर्छ सुरुमै आफ्नो बजेट धेरै छैन भने चाहिँ होइन सेकेन्ड ह्यान्ड सामानहरू किन्नु पनि एउटा अल्टरनेटिभ वे चाहिँ भयो पैसा नभएर अब कोही मान्छे त सिक्दैन नि त त्यस्तो मान्छेहरू चाहिँ हेल्पफुल हुन्छ जो किनभने पछि आफूले कमाइसकेपछि न्यू किन्दा पनि भइहाल्यो नि होइन तर काम चलाउनलाई प्र्याक्टिस गर्नलाई सिक्नको लागि चाहिँ सेकेन्ड ह्यान्ड नै किनेर गर्दा हुन्छ अब मलाई नि पहिला थाहा भयो भने म पनि त्यस्तो गर्थेँ भनेपछि सबै ब्रान्ड न्यू किन्यो भने मैले चाहिँ सबै ब्रान्ड न्यू किनेँ मेरो चाहिँ धेरै खर्च भयो तर थोरै खर्च पनि गर्न सकिन्छ त्यो बेला उसलाई आइडिया भएन तर अहिले हाम्रो भ्युअर्सहरूलाई चाहिँ आई थिङ्क रफली एउटा आइडिया भयो होला होइन जस उसले भन्न मिलेसम्म याद भएको कुराहरू चाहिँ उसले राम्ररी प्राइसिङ भनेको छ अब कतिवटा कुराहरू त यो धेरै 8 महिना पुरानो भयो अब मैले इच एन्ड एभ्री अब यो डिभाइसको यो कति पर्यो त्यो कति पर्यो भन्नलाई त अब उसले नि बिर्सिसक्यो हुन्छ होइन अब यो चाहिँ तपाईँहरूले आफै खोज्न आफै एक्सप्लोर गर्न त्यति त एक्सप्लोर त गर्नु पर्यो नि त होइन एउटा रुचि भइसकेपछि अनि यो कतिको गाह्रो हुँदो रहेछ लाइक ब्यालेन्स गर्न वर्किङ एउटा फुल टाइमर र अनि यो आफ्नो प्यासनलाई नै यो फलो गर्नलाई चाहिँ गाह्रो त हुन त हुन्छ नि काम गर्यो काम गरेर आएर फेरि यो काम गर्दा होइन अब अलरेडी थाकेको हुन्छ होइन त्यो पनि तर यस्तो क्लाइन्टहरुको पनि मिट गर्नु पर्यो गर्नुपर्ने हुन्छ अनि एक त कस्तो हुन्छ भने टाइम मिल्दैन क्या आफूले एउटा कुरामा चाहिँ के दुःख लाग्छ भने क्लाइन्टले चाहिँ होइन अब उनीहरूले टाइम माग्छ नि त यो टाइममा म यो टाइममा फ्री हुन्छ कि हुँदैन भनेर सोद्धाखेरि चाहिँ आफ्नो टाइम नमिल्दा चाहिँ दुःख लाग्छ क्या लाइक मैले उनीहरूको टाइममा चाहिँ गर्न सकेन किनभने मेरो टाइम र क्लाइन्टहरूको टाइमै नमिल्ने के किनभने हाम्रो रोस्टर चाहिँ अब एभ्री विक चेन्ज हुन्छ नि त थाहा हुँदैन नि त सिफ्ट बेसिसमा काम गर्ने भएपछि चाहिँ विकली रोस्टर आउने हुन्छ अनि पर्मानेन्ट ठ्याक्कै यही दिन बिदा अथवा यति बजेदेखि फ्री भन्ने नभएको कारणले गर्दा चाहिँ द्याट्स द टफ पार्ट होइन च्यालेन्ज त्यो भएर चाहिँ अलिकति गाह्रो हुन्छ तर म्यानेज भइरहेछ अहिलेसम्म चाहिँ होइन अनि जतिजना पनि गर्न आउनुहुन्छ उहाँहरूले पनि देख्नुहुन्छ कि मेरो कामलाई चाहिँ एकदम मन पराइदिनुहुन्छ नि त्यही खुसी लाग्छ क्या मलाई चाहिँ सो इफ यु गाइज वान चेक हर वर्क किसमा चेक गर्नु पर्यो फेसबुक कि इन्स्टा पेज छ अलि @अली टिएमजी छ मेरो @अली टिएमजी ओके सो आई विल मेन्सन हर च्यानल पेज इन्स्टा पेज अनि उहाँको फोन नम्बर अथवा केही चाहियो भने चाहिँ मलाई पर्सनली मेसेज गर्नु होला
अदरवाइज इन्स्टाग्राममा नै हजुरले डिएम छोड्न सक्नुहुन्छ होइन, अपोइन्टमेन्ट कहिले, नेक्स्ट अपोइन्टमेन्ट कहिले अभाइलेबल छ। तर मैले यति आई थिङ्क माल्टामा हुनुहुने नेपालीहरूले त सम्पूर्ण त नभनौँ, मोस्ट अफ द त नेपाली क्लाइन्टहरू पनि आउनुहुन्छ नि होइन र? आउनुहुन्छ। लाइक कति पर्सेन्ट जति नेपाली र कति पर्सेन्ट जति फरेन क्लाइन्ट छ तिम्रो? मोस्ट अफ द उयो त क्लाइन्ट होइन नेपाली नै छ, फरेनरहरू पनि छ। तर धेरै जस्तो चाहिँ म चाहिँ नेपालीलाई चाहिँ कस्तो भने अलिक इजिली लिन्छु क्या, फरेनरहरूलाई चाहिँ अलिकति म इजिली लिँदिनँ क्या। किनभने कस्तो हुन्छ के हुन्छ भने ट्रस्ट गर्न अलिक गाह्रो हुन्छ नि त, किनभने म त घरमा वर्क गर्छु नि त। अनि नेपालीहरू भए चाहिँ सजिलो हुन्छ क्या मलाई, अनि ट्रस्ट पनि लाग्छ क्या नेपालीहरू भएपछि चाहिँ। अनि त्यही भएर धेरै फरेनरहरू क्लाइन्ट आए तापनि म चाहिँ कस्तो छु भने लिम कि नलिम भनेर सोच आउँछ क्या मलाई। किनभने उसको यो स्टुडियो चाहिँ आफै बस्ने ठाउँमा भएको भएर सेक्युरिटी पर्पोजको लागि पनि अलिकति एक्स्ट्रा अलर्ट चाहिँ हुनुपर्ने हुन्छ। यो मामलामा भनेको उसले चाहिँ अब फरेनर चाहिँ लिम कि नलिम भनेर, नेपालीहरू भयो भने चाहिँ सजिलो इजी हुन्छ गफ गर्न पनि, लाइक कुरा गर्न, लाइक हुन्छ नि अब एभ्रिथिङ के आफ्नो कन्ट्रीको भनेपछि चाहिँ अलिकति इजी फिल हुन्छ क्या गफ गर्नलाई। फरेनर पनि इजी हुन्छ भन्न खोज्यो, अब फरेनरलाई चाहिँ होइन, लाइक छ मेरो फरेनर फ्रेन्डहरू पनि होइन, धेरै राम्रोहरू छ, तर अलिकति इन्सिक्योर फिल हुन्छ क्या। इन फ्युचर लाइक आफ्नै स्टुडियो, लाइक प्रोफेसनल्ली सलुन, लाइक यस्तो प्लानिङ छ? प्लानिङ त सोचिरहेको छु, अब कोही राम्रो पार्टनरसिप पाएँ भने सोचिरहेको छु। सो डेफिनेटली आई विश यु अल द बेस्ट अन द्याट होइन, किनभने लास्टको यो अहिले जुन स्ट्रगल गरिरहेछौ नि, जुन सिकिरहेछौ, जुन इन्भेस्टमेन्ट तिमीले गरिरहेको छौ, त्यसको लास्टको पोइन्ट भनेको त आफ्नै एउटा स्टुडियो होस् होइन, त्यसपछि फुल टाइम नै यही गर्न पाइयोस्। यस डेफिनेटली यो पुरा भइहाल्छ नै, तर फुल टाइम नपाउने त होइन, पाउँछ यहाँनिर यति धेरै जब अफर हुन्छ नि होइन। यो काममा एकदमै रेस्पेक्ट पनि छ अनि पैसा पनि धेरै छ क्या, यति धेरै कामहरू अफर आउँछ नि, लाइक अब अफर आउँछ होइन। अनि आफूले चाहिँ कस्तो हुन्छ भने अलिकति अहिले हाम्रो अब हामी त अब फरेनर हो नि त यहाँनिर, अनि कार्डहरूको चाहिँ अब हामी त सेक्योर फिल गराउने ठाउँमा कम्पनीहरूमा जान मन लाग्छ नि त होइन। भोलि हाम्रो कार्डमा के अहिले कति केस चलिरहेको छ होइन, कतिजनाको प्रब्लम आइरहेको छ, रिफ्युजले कार्डहरू नआउने, अनि के भन्छ अरे रिफ्युज भइदिने, कसैको टर्मिनेट हानिदिने कम्पनीबाट। त्यही भएर चाहिँ मलाई डर लाग्छ क्या। त्यही भएर चाहिँ अलि राम्रो आउन त टन्नै आइरहेको छ, तर अलि आफूलाई भरपर्दो राम्रो कम्पनी पायो भने चाहिँ फुल टाइम पनि म जोइन गर्छु, तर अहिले होइन बिस्तारै। तर पार्ट टाइम चाहिँ म सलुनमा गरिरहेको छु गर्न चाहिँ। सो सलुनमा आएर भिजिट गर्नुभयो भने हुन्छ, अथवा पर्सनल्ली यसरी घरमै आएर पनि सर्भिस लिन सक्नुहुन्छ। अरू केही छ मैले लाइक सोध्न छुटाएको यो रिलेटेड? किनभने मलाई चाहिँ यो नङमा नेल आर्ट बारेमा चाहिँ खासै त्यस्तो केही आइडिया छैन नि त। लाइक हुन्छ नि कोही न्यू कमरहरू अथवा नयाँ माल्टामा आउनु भएको छ, आफ्नो काम गरिरहनु भएको छ, तर नेल आर्टलाई चाहिँ अझै डिटेलमा सिकौँ, यसमै फुल टाइम गरौँ भन्नेहरूको लागि चाहिँ यहाँनिर लाइक योर एनी सजेसन्स? लाइक राम्रो छ यहाँनिर, यो भनेको एउटा स्किलमा पर्छ होइन। यो भनेको आफूले सिक्यो भने कहिले पनि खेर जाँदैन क्या, एकदमै राम्रो छ मेरो लागि। हुन्छ नि म चाहिँ एकदमै खुसी छु, ह्याप्पी छु कि यो गरिरहेको छु, अझै पनि मलाई सिक्नु छ। यो त के पनि होइन क्या, यो त जस्ट बिगिनिङ भयो क्या, यो त होइन अझै सिक्नु छ क्या होइन। जति सिक्यो नि त्यति धेरै नै नयाँ कुराहरू आउँछ क्या, त्यो पनि सिक्नुपर्ने हुन्छ क्या। अनि नयाँ कुरा फेसन च्यालेन्ज भनेको जहिले पनि अपडेट भइराख्ने कुरा भयो नि त होइन, त्यस्तै हो क्या यो पनि। अनि त्यही भएर अनि अब गर्दा गर्दै वी आर एट द एन्ड होइन,
लास्टमा आइसक्यो। सो अब यो आजको यो वर्कलाई चाहिँ जतिसम्म लङ लास्टिङ टिकाउनलाई चाहिँ के गर्नु पर्यो त मैले? लङ लास्टिङ टिक्न चाहिँ त्यो आफूमा पनि डिपेन्ड हुन्छ होइन, आफूले केयर गर्नु पर्यो नङहरूलाई भाङभुङ गरेर ठोकाउनु भएन होइन, कामहरू गर्दा अलिक केयरफुल भएर काम गर्नु पर्यो। अनि यसको टिकाइ चाहिँ अब 3 विक्सदेखि 1 विकसम्म हो हामीले चाहिँ भन्ने होइन, तर आफूले अब आफूले टेक केयर गर्यो भने त यो जति पनि टिक्छ क्या, नकाटेसम्म आफै बढ्दै तल सर्छ, नकाटिन्जेलसम्म यो आफै बढ्दै तल आउँछ। तर लामो भएपछि त अब आफूलाई पनि अब लामो भएपछि त आफूलाई नराम्रो लाग्छ नि त, बढ्दै बढ्दै तल जान्छ। यो निकाल्नु पर्यो भने पनि आफै घरमा गर्नु भएन हैन? निकाल्नु पर्यो भने बरु यहाँनिर आऊ होइन, बरु म निकालिदिन्छु, तर आफै जबरजस्ती चाहिँ ननिकाल्नु। आफै जबरजस्ती निकाल्यो भने चाहिँ आफ्नो नङमा पनि ड्यामेज गराउँछ क्या, आफ्नो नङमा हुन्छ नि, आफ्नो हेल्दी नङ पनि होइन अनहेल्दी हुन्छ क्या। त्यही भएर चाहिँ आफै चाहिँ नगर्नु, किनभने आफूलाई हर्ट पनि हुन्छ। सो हामीले बच्चा बेलामा पढेको चाहिँ पर्सनल हाइजिन भने, पर्सनल हाइजिनको उसमा चाहिँ नङ भने चाहिँ काट्ने, लामो भयो चाहिँ काट्ने, नङमा फोहोर आउन नदिने मात्रै भनेर पढाएको थियौँ होइन। त्यसमा चाहिँ तिमीले वाट यु वान्ट टु एड अप लाइक नङ नेल केयर रिलेटेड चाहिँ लाइक कसरी गर्न सकिन्छ? अब मैले जानेको बुझेको चाहिँ के हो भने नेल टेक केयर गर्नको लागि चाहिँ अब नङहरूलाई एकदम केयर गर्नु पर्यो, क्लिन गरिराख्नु पर्यो होइन। अनि हाम्रो यो डेड स्किनहरू हुन्छ, कति काम गरेपछि हाम्रो यो डेड स्किनहरू ड्राई भएर बसेको हुन्छ क्या, अनि फुक्का हुन्छ, हेर्दा नि कस्तो डट्टी देख्छ क्या, नराम्रो देख्छ, अनि कस्तो फुटेको जस्तो देख्छ नि त। यिनीहरू चाहिँ काटिराख्नुपर्छ होइन। फेरि काटिराख्ने भनेर एनी टाइम काटेन होइन, यस्तै 15 डेज आफ्टर 30 डेज पछाडि काटिराख्ने, अनि क्लिन हुँदै आउँछ क्या। अनि त्यो डेड स्किनहरू फाले पछाडि यस्तो क्युटिकल ओइल ट्राई गर्नु सक्नुहुन्छ नि, बेलुका बेलुका सुत्दाखेरि पनि लाइक नर्मली हामी लगाएर पनि सुत्न सक्छौँ कि, यिनीहरूले यसले सफ्ट बनाउँछ क्या आफ्नो ड्राई स्किनहरूलाई। अनि घरैमा चाहिँ अब यस्तो ड्रिलहरू हुँदैन नि त क्युटिकल सफा गर्नको लागि, त्यसको लागि चाहिँ बजारमा अब हरेक कुराको अब ब्रान्ड हुन्छ होइन, नेल कटर टाइपको, तर त्यो यो क्युटिकल रिमुभर भन्ने हुन्छ क्या, अर्को रेन्चु टाइपको पनि देखेको थिएँ। यस्तो हुन्छ यो क्युटिकल रिमुभर भन्ने हुन्छ क्या, यो चाहिँ होइन, यो चाहिँदैन कि डिलर चाहिँदैन, यस्तो हुन्छ है क्युटिकल रिमुभर भन्ने। घरमै बसेर यसलाई लगाएर वरिपरि, अनि यसले चाहिँ छालालाई एकदम सफ्ट गराउँछ क्या। सफ्ट गरिसकेपछि पुसरले पुस गरेर अनि त्यो क्युटिकल ओइल अनि यस्तो एउटा किन्ने निपर, अनि यो निपर युज गरेर चाहिँ बिस्तारै आफ्नो त्यो डेड स्किनहरू क्लिन गर्न सक्नुहुन्छ। त्यही हो होइन। अनि त्यसले गर्दा चाहिँ एकदम नर्मल नेल पलिस लाउँदा पनि त्यो गर्दा चाहिँ आफ्नो स्किन पनि अनि आफ्नो हात पनि हेर्दाखेरि निट एन्ड टाइडी देख्छ क्या, निट एन्ड क्लिन भनौँ न होइन। अनि त्यही हो, अनि सफा गरिराख्नुपर्छ, अनि त्यही हो, अब अरू के भन्नु। थ्याङ्क यू सो मच है, मैले चाहिँ धेरै नयाँ नयाँ कुराहरू सिकेँ। अनि फाइनल्ली मेरो यस्तो भएको छ ठ्याक्कै लेटर अन लाइटमा हेरौँ न कस्तो छ होइन। यो चाहिँ हाम्रो फाइनल रिजल्ट हो, हजुरहरू पनि हेर्न सक्नुहुन्छ। यदि हजुरहरूलाई पनि अब माल्टामै बसिराख्नु भएको दिदी बहिनीहरू यदि आउन चाहनुहुन्छ भने म कहाँ आउन सक्नुहुन्छ। अनि मेरो डिटेल्स चाहिँ हेमाको लिङ्क मेरो डिस्क्रिप्सनमा नि हालिदिन्छु, प्लस यो स्क्रिनमा पनि हालिदिन्छु तिम्रो च्यानल, अनि इन्स्टा पेज इन्स्टाको हो, अनि उसलाई पर्सनली मेसेजहरू ड्रप गर्न सक्नुहुनेछ। अनि हामीले चाहिँ होइन एक्सटेन्सनमा मात्रै यस्तो आर्ट गर्नैपर्छ भन्ने छैन, यो चाहिँ रियल नेल हो, नेचुरल नेलमा गरेको हो होइन। आफ्नो नेचुरल नेललाई नै हेल्दी बनाउन चाहनुहुन्छ भने चाहिँ सकेसम्म आफ्नो नेचुरल नेलमै गर्दा चाहिँ बेटर हुन्छ। एक्सटेन्सन गर्दा पनि राम्रै हुन्छ होइन, तर म चाहिँ प्रायः चाहिँ नेचुरल नेलमा नै रिकमेन्ड गर्छु क्या। यतिको मुनि डाइट यस्तो भने फाटेर नदेखाउ यसरी। ओके, राम्रो लाग्यो हेमा? मलाई त एकदम मन पर्यो। तर फेरि यो क्यामेरामा भन्दा लाइट बबाल आछ ल। यो चाहिँ अब समर पनि आयो नि त, अनि हामीले चाहिँ समरकै लागि भनेर चाहिँ यो आर्ट निकालेको। आई होप यु लाइक इट। थ्याङ्क यू फर चुजिङ मी। फेरि आउनु होइन। मलाई एकदम मन पर्यो, अनि उसले एकदमै दामी गरेको छ बारेमा, उसको नेल
आर्टिस्टको जर्नीको बारेमा ठिकै ठिकै थोरै अब सबै इन्क्लुड गर्न छिटो नसके मिठो पनि, होइन? छोटो मिठो हामीले राखेको छौँ। मन पऱ्यो। सो मलाई त एकदम मन परेको छ। इफ यु आर अल अराउन्ड माल्टामा हुनुहुने दिदीबहिनीहरूले चाहिँ उसको थ्रुबाट गराउन चाहनुहुन्छ भने आई विल अट्याच अल हर डिस्क्रिप्सन, इन्स्टा पेजदेखि लिएर उसको यो नेल आर्ट रिलेटेड पोस्टहरू, आइडीहरू म सबै डिस्क्रिप्सनमा हालिदिन्छु। फेसबुक पेजदेखि लिएर इन्स्टा पेज, अनि अथवा मलाई नै रिच आउट गर्न पनि सक्नुहुन्छ, मलाई पर्सनली मेसेज गर्न पनि सक्नुहुन्छ। सो आई लभ इट। थ्याङ्क यू सो मच फर यर टाइम। थ्याङ्क यू। Thank you so much for the viewers as well for watching till the end. अब चाहिँ हामी छुट्टिन्छौँ होइन त? Bye bye. बाई बाई।